अब चाहिँ हामीले सबैजना मिलेर नुडल्स खाँदैछौँ हैन। अरू सबैले खाइसके, मैले चाहिँ अझ एकदम पिरो चाहिँ म खान सक्दिनँ खासै, त्यही भएर हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। सन्चै हुनुहुन्छ? करेन्ट नखाएको पनि धेरै भएको थियो, त्यसैले आज चाहिँ करेन्ट खाइदिउँ न भनेर सल्लाह भएर दुई भाइको आज चाहिँ हामी करेन्ट खाँदैछौँ घरमै बनाएर। कस्तो हुन्छ त टेस्टी, त्यसको लागि भिडियो अन्तिमसम्म हेर्नु होला। सो म चाहिँ करेन्ट पकाउनको लागि भान्सामा आइसकेको छु हैन। मसँग दुईवटा करेन्ट छ। ओ नो करेन्ट रहेछ गाइज, मैले करेन्ट ल्याउनु पठाएको थिएँ तर लाली रहेछ, तर पिरो लाली चाउचो रहेछ, मलाई माफ गरिदिनु होला हैन। करेन्ट भनेको चाहिँ मैले बहिनीलाई ल्याउनु पठाएको थिएँ, उसले चाहिँ लाली ल्याएछ, केही छैन, म यसैलाई पकाएर पनि खानेछु हैन। करेन्टकै स्वाद दिन्छ यसले पनि, मैले खाएको छैन आजसम्म, म चाहिँ फर्स्ट टेस्ट गर्दैछु हैन, कस्तो हुन्छ त आज हैन। ल यतातिर चाहिँ म चाहिँ ग्यासको युज गर्दिनँ, म चाहिँ अर्ग्यानिक चुलो गाउँको हैन, दाउराले पकाएर चाहिँ हामी खानेछौँ आज करेन्ट। कस्तो हुन्छ त स्वाद, हल्का धुवा चाहिँ हुन्छ यो चुलोमा, त्यही पनि प्रयास गर्नेछु। त्यसको लागि सबभन्दा यी दुईवटा करेन्टलाई चाहिँ हामी बोइल गर्नेछौँ। सबभन्दा फर्स्ट स्टेप भनेको चाहिँ हामी बोइल गर्नेछौँ है। फाइनल्ली गाइज, मैले आगो पनि बालिसकेँ। अब यसमा चाहिँ हामी नुडल्स चाहिँ हामी बोइल गर्नेछौँ। त्यसको लागि मैले एउटा भाँडो पनि बसाइसकेँ हैन। मैले चाहिँ अब यसलाई नभाँचिएरै यो सक्लै हाल्नेवाला छु, किनभने हल्का लामो खाने राम्रो हुन्छ नि त, चाउमिन जसरी। ठाउँ चाहिँ नपुग्ला जस्तो भयो, हल्का सानो भयो भाँडो हल्का ठुलो भएको भए राम्रो हुन्थ्यो, केही छैन, त्यही पनि म्यानेज गर्छु। अघि चाहिँ हल्का लाइट नभएर अँध्यारो भएर मैले चाहिँ अहिले फ्ल्यास बालेको छु मोबाइलको, त्यही भएर हल्का टाठो आएको छ। साथीहरू म चाहिँ यता बसेको छु, उता चाहिँ नुडल्स बोइल हुँदैछ। आज चाहिँ हामी यो नुडल्सलाई चाहिँ करेन्ट भनौँ र लालीलाई चाहिँ तेलमा फ्राई गर्दैनौँ, त्यसमा कुनै पनि प्याज टमाटरहरू नमिसाइकन वानली बोइल गरेको त्यो नुडलमा चाहिँ यी दुईवटा चाउचाउमा भएको मसला युज गरेर म चाहिँ आज नुडल्स बनाउनेवाला छु। एकदम टेस्टी हुन्छ गाइज हैन, यो तरिका पनि एकदम बेस्ट हुन्छ। तपाईहरु पनि यसरी नै बनाउनु होला, म देखाउने छु एकछिनमा। फाइनल्ली गाइज, नुडल्स पनि बोइल भइसक्यो। अब चाहिँ यसमा मसलाहरू एड गरेर चाहिँ अब नुडल्स बनाउनु मात्रै बाँकी छ, त्यो पनि म बनाउने छु एकैछिनमा। फाइनल्ली गाइज, करेन्ट पनि रेडी भइसक्यो, अब खाना मात्र बाँकी छ। अब एकैछिनमा हामी चाहिँ खानेछौँ यसलाई। एकदम यसमा चाहिँ केही पनि तेल पनि एड गरेको छैन, सिर्फ चाउचाउमा भएको मसला मात्रै एड गरेको। तपाईहरु पनि घरमै यसरी बनाएर खान सक्नुहुन्छ इजी तरिकाले हैन, तेल पनि खर्च हुँदैन, एकदम सजिलो छ, एकदम राम्रो बनेको छ। अब यसलाई खाएर टेस्ट गर्नेवाला छौँ हामी। करेन्ट रेडी भइसक्यो हैन, करेन्ट खानको लागि टक्क बहिनीहरू भाइहरू जम्मा भइसके। म 4 जनाले चाहिँ अब यो करेन्ट चाहिँ खानेवाला छौँ। सरिता, करेन्ट मन पर्छ कि नै? मन पर्छ। अनि एलिजालाई मन पर्छ, खाने हो? हजुर। अनि निर्मललाई? हामीलाई त मन पर्ने नमन पर्ने कुरै भएन हैन, हामी जेन्जीलाई त। ल गाइस, सबै चाहिँ करेन्ट लभर रहेका छन्। अब चाहिँ हामी करेन्ट खानेछौँ। म चाहिँ एकदम लभर हो के, फेरि सबभन्दा ठुलो यहाँभरिमा हैन। अब चाहिँ हामीले सबैजना मिलेर नुडल्स खाँदैछौँ। आमा बहिनीहरू भाइहरू मिलेर सबैले नुडल्स खाँदैछौँ र म पनि खानेछु। चम्चा नभएर हातले खाँदैछ उसले चाहिँ। उता कस्तो छ निर्मल? मिठो, टेस्टी छ? अब कस्तो छ आमा? मिठो छ?
मैले बनाएको पो थाहा भएन नानी ल टेस्टी छ ल है सबैजनाले खाइसक्नुभयो म मात्रै खाने बाँकी छ सबैले टेस्टी छ भन्नुभएको छ क्यारे है म चाहिँ अब खान्छु गाइज म चाहिँ अब सुरु गरेँ खाना एकदम दामी बनेको रहेछ गाइज तपाईहरु पनि यसरी नै घरमा इजिली बनाउन सक्नुहुन्छ थोरै समयमा गाइज एकदम पिरो रहेछ हैन अरु सबैले खाइसके मैले चाहिँ अझ एकदम पिरो चाहिँ म खान सक्दिन खासै त्यही भएर खाना त मन पर्छ तर पिरो भएर चाहिँ हल्का सहन चाहिँ गाह्रो हुन्छ के गाइज म चाहिँ खासै पिरो खान सक्दैन कसैको बानी चाहिँ के हुन्छ भन्दाखेरि पिरो खाने बानी हुन्छ नि त कसैको अमिलो खाने बानी हुन्छ तर मलाई चाहिँ खासै पिरो मन पर्दैन तपाईहरुलाई पर्छ कि नै कमेन्ट गर्नु होला ल गाइज मैले चाहिँ करेन्ट खाएर पनि सिधै अब बाहिर लगेर चाहिँ म यसलाई धुनेछु आफूले खाएको आफैले धुनुपर्छ हैन यो बानी चाहिँ बसाल्नु होला सबैले गाइज मैले चाहिँ नुडल्स खाएर पनि बर्तन सर्तन धोएर टक्क लाएर शीतल बाहिर बसिरहेको छु धेरै गर्मी छ नि त आजभोलि नेपालमा त्यही भएर टक्क अब चाहिँ बाहिर शीतल हावा खान्छु हैन हो गाइ कस्तो लाग्यो भिडियो गाइज म चाहिँ भिडियोलाई यही अन्त्य गर्न चाहन्छु एकदम दामी भयो यस्तै भ्लग लिएर फेरि पनि आउने छु प्रतीक्षा गर्नु होला माया नमार्नु होला हस्त धन्यवाद छुटिन्छु